सम्पूर्णमा नमस्ते। हामी चाहिँ अहिले तकसेरामा छौँ। यो रुकुम पूर्व पुता उत्तरगङ्गा गाउँपालिकामा पर्छ। यो मेरो बाबु अनुज बस्नेत र अनुज बस्नेतको मम्मी यानि कि मेरो श्रीमती चाहिँ यहाँ आएको चाहिँ 2081 मा हो। यो पालिका अन्तर्गत कामकाज गर्ने गरेर अहिले चाहिँ सामुदायिक स्वास्थ्य इकाइ नाखामा कार्यरत छन् र अहिले म चाहिँ यहाँ तकसेरामा अवस्थित छु र तकसेरा आएको म चाहिँ 4 वर्ष भयो। म यो एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय अन्तर्गत चाहिँ म पशु प्राविधिकको रूपमा चाहिँ कामकाज गरिरहेको छु र यो कार्यक्षेत्र मेरो यही पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेको छ र म झन्डै 4 वर्ष भइसकेको छ। भने 2078 मा आएको चाहिँ म भने अनुजको मम्मी र अनुज चाहिँ आएको चाहिँ 2081 भनेपछि झन्डै अहिले 2 वर्ष हुन लाग्यो हैन। भने हामी चाहिँ यो मगर बस्ती तकसेरामा छौँ अनि बाबुले पनि यतै परि राखेका छन् अहिले। बाबु के रे तिमी चाहिँ यो गाउँमा घुम्न आएको हो र? ए कस्तो लाग्यो गाउँ? धेरै राम्रो छ हो? ए यो कुन गाउँ हो? उता तकसेरा हो? तकसेरा हो? ए हो घुम्न आएको? ल उठा त हेर त उतातिर। ल अनि राम्रो लाग्यो यो? अब तिमी यहीँ बस्ने, यहीँ पढ्ने हो? राम्रो छ र यो गाउँ? धेरै पछि समयसम्म पनि यहीँ बस्ने हो? ए मम्मी कहाँ हुनुहुन्छ अहिले? तालिममा जानुभएको? तिमी चाहिँ मसँग आएको हो? अनि धेरै राम्रो लाग्यो त? पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकामा पर्ने यो तकसेरामा छु। भने मेरो साथमा अहिले मेरो बाबु छन् अनुज बस्नेत हैन। अनुज बस्नेत यहाँ चाहिँ राम्रो लाग्यो नि तिमीलाई हैन? तकसेरा हो? मम्मी खै? तालिममा? ए तालिममा जानुभएको छ मम्मी। भने मसँग बसिरहेका छन् अहिले बाबु चाहिँ। मम्मी र अनुजको मम्मी र यानि कि मेरो श्रीमती र अनि अनुज चाहिँ यहाँ चाहिँ यो पुथा उत्तरगङ्गा गाउँपालिकामा आएको चाहिँ 2081 सालमा हो। भने अहिले झन्डै 2082 अन्त्य भयो। झन्डै 2 वर्ष भइसकेको छ। यो पुथा उत्तरगङ्गा गाउँपालिका सामुदायिक स्वास्थ्य इकाइ केन्द्र नाखामा कार्यरत छन् अनुजको मम्मी। भने अनुज चाहिँ अहिलेलाई यतै पढिरहेछन्। जोस् कि एकदमै रमणीय ठाउँ छ। त बाबु उठ त, बाबु यता हेर। ल बाबु घुम्न आएको? ल हेलो गाइज भन त। ल बिजुली बालेर वाउ दुर्गेश थापाको गीत हो? तकसेरामा आएर दुर्गेश थापाको गीत गाइदिने? ल सम्पूर्णमा नमस्कार। हामी अहिले तकसेरामा छौँ। यो पुथा उत्तरगङ्गा गाउँपालिका रुकुम पूर्वमा पर्छ। यो मेरो बाबु हो। अनि हामी चाहिँ आएको यो चाहिँ बाबु र मम्मी के अरे बाबुको मम्मी आएको चाहिँ बाबु र बाबुको मम्मी आएको चाहिँ 2081 म चाहिँ यहाँ चाहिँ यो पालिका अन्तर्गत चाहिँ कामकाज गर्ने गरेर स्वास्थ्यमा चाहिँ काम गर्दैछन् बाबुको मम्मीले। अनि भने बाबु पनि अब यतैतिर पढ्दैछन् हैन। भनेपछि अब चाहिँ यसको मम्मीले पनि अनि यहीँ काम गर्दैछन्। नमस्ते सम्पूर्णमा। हामी अहिले तकसेरामा छौँ। रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकामा पर्छ यो तकसेरा। अनि यो मेरो बाबु हो अनुज बस्नेत। बाबु र बाबुको मम्मी जोस् कि मेरो श्रीमती अमृता रोकाए यहाँ चाहिँ आएको
झन्डै 2081 मा हो भने तकसेरा हो यो गाउँ बाबु? घुम्न आएको हो र? कस्तो लाग्यो त यो गाउँ? हो? कुन गाउँ हो त यो? तकसेरा हो। ल तकसेरा हो नि यो तकसेरा गाउँमा छौँ हामी अहिले। मेरो बाबु हो अनुज बस्नेत। कस्तो लाग्यो बाबु? ल तकसेरा गाउँमा हामी यसो गफगाफ गर्दै बाबु छोरा घुमिरहेछौँ। तकसेरा गाउँ हो यो। ल अनुज के छ? ठिक छ? ल तकसेरा घुम्न आएको